आफ्नो सन्तान आफ्नै आँखा अगाडि छटपटाइरहँदा कुन चाहिँ आमाको मन खुसी हुन सक्छ। र बाबुलाई चाहिँ बचाइदिनु होला। जन्मेको केही महिनामै कलिलो आफ्नो बच्चा उपचार अभावमा तडपिएको कुन चाहिँ आमाले हेर्न सक्छिन्। हात खुट्टा मात्रै चल्छ, टाउको चल्दैन। तर पीडाको पहाडले थिचेपछि मौन बस्नु र कलिलो मुनाको चित्कार सुन्नु बाहेक के नै विकल्प रहन्छ र। ओर्किने फर्किने केही गर्न सक्दैन। जन्मेको केही महिनामै टाउकोमा पानी जमेपछि 9 महिनाको बच्चा सहित उपचारको अभावमा भौतारिरहेको एक परिवार, उक्त परिवारले भोगेको पीडा आज हामी यहाँ प्रस्तुत गर्दैछौँ। दर्शकवृन्द, यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी सल्यानको कुपिण्डे, मनगाड कुपिण्डे नगरपालिका निवासी एक महिलासँग कुराकानी गर्न गइरहेका छौँ। देखिरहनु भएको छ उहाँको हातमा एउटा शिशु उहाँले समाइरहनु भएको छ। सामान्य अवस्थामा शिशु चाहिँ यस्तो खालको हुँदैनन्, तर उहाँको भाग्य, उहाँको किस्मत, अहिले उहाँले एउटा यस्तो खालको अवस्था झेल्नु परेको छ। हामी उहाँसँग कुराकानी गर्न गइरहेका छौँ। यहाँको परिचय दिनुहोस्, कहाँदेखि तपाईँ सल्यान खलङ्गासम्म आउनुभएको छ? नमस्ते, मेरो नाम हो निमिषा कंवर, बाबुको नाम हो गोविन्द्र कंवर। म आएको बनकाय कुपिण्डे 8बाट। तपाईँको बच्चा कति वर्षको भयो? 9 महिनाको। 9 महिना। अनि अहिले बच्चाको यो टाउकोमा समस्या हो होइन? हजुर, जन्मजातबाटै हो। जब बाबुलाई 9 महिनामा लागेको थियो मसँग गर्भमा, अनि मलाई अलिक गाह्रो अवस्था भएर हस्पिटल लग्नुभयो उसको बाबाहरूले। अनि हस्पिटलमा चाहिँ भन्नुभयो डक्टरहरूले बाबुलाई धेरै गाह्रो भइसकेको छ, अपरेसन गरेर निकाल्नुपर्छ भन्नुभयो। सरहरूले अपरेसन गरी निकालिदिनु भयो। पछि चाहिँ अनि त्यहाँबाट हामीलाई कहाँ पठाइदिनु भयो भने चाहिँ रिफर गरेर नेपालगञ्ज पठाइदिनु भयो। नेपालगञ्ज अब हामीसित आर्थिक अवस्था कमजोर भएको कारणले चाहिँ हामीले हस्पिटलमा राख्न सकेनौँ। पछि अनि घर आयौँ। घर ल्याएपछि चाहिँ फेरि अरूहरूसित अलिअलि ऋण कारिकन फेरि उहाँ लग्यो, सुर्खेत लगेको। आजभोलि चाहिँ सुर्खेतमा चाहिँ अलिअलि जे होस् गाउँघरमा ऋण कारिकन गरिरहेको छन्। दर्शक पनि देख्न सक्नुहुन्छ बच्चाको अनुहार यस्तो छ। 9 महिनाको बच्चा, सामान्यतया 9 महिनाको बच्चा यस्तो हुँदैन, खाने खेल्ने उमेर। अनि बच्चा बोल्न सक्ने वा रुने के हुन्छ? रुने चाहिँ ऊ रुन्छ, खानेहरू पनि खाने अलिअलि खान्छ, तर ओर्किने फर्किने केही गर्न सक्दैन। हात खुट्टा मात्रै चल्छ, टाउको चल्दैन। टाउको चल्दैन। बाबुको टाउकोमा पानी जमेको छ, अनि अपरेसन गर्नुपर्छ, धेरै खर्चहरू आउँछ। तपाईँहरू गर्न सक्नुहुन्छ कि नै भन्नुहुन्थ्यो अस्ति न चाहिँ। अनि फेरि छाला सम्बन्धी रोग देखाइदियो। आजभोलि चाहिँ छाला सम्बन्धीको मात्रै छ, नत्र यिनीहरू चाहिँ सब पाकेको थियो पहिला। यस्तो दागहरू चाहिँ अलि धेरै कम भएको हो, पहिला धेरै पाकेको थियो। टाउकोमा पानी जमेको छ भन्छ डक्टरले होइन? अनि तपाईँहरूले उपचारका लागि कहाँ कहाँ लानुभयो? हामीले सुर्खेतमा अहिलेसम्म जेनतेन आफैले हजुर खर्च गरेर उपचार गरिरहनु भएको छ? लगभग ऋण काटेर अनि उसको बजेको चाहिँ 12,000 आउँछ 3-4 महिनाको। तर उसको बजेहरूले सबैले गरिकन पनि लगभग 6 जति सकिँदैन। हामीले बारी बोटहरू पनि लाग्दैन, खेत पनि टाढा छ, अलि लागे पनि बाँदरहरू लाग्छ। अनि उसको बाबा, म पनि इन्डिया जान्छु कमाउन, घर धेरै हामी बस्दैनौँ, कमाउन उतै जान्थ्यौँ। बाबु झन् यस्तो भइहाल्यो, अब त कमाउन नि कसरी जाने हो र म। उसको बाबा जानुहुन्थ्यो र 1 वर्ष हुन्छ अब फागुनमा उसको बाबा पनि कमाउन जानुभएको। म एक्लै हेर्न सक्दैन उसलाई। तपाईँको पहिलो सन्तान हो? तेस्रो सन्तान। 2टा छोरी छ। 2टा छोरी मात्रै यस्तो खालको समस्या छैन? केही पनि देखेको छैन उनीहरूलाई रोग आजसम्म। 8-9 लाख लाग्छ भनेर त्यो पनि भन्नु होला। पैसा त यति खर्च भइसक्यो भनेर। ल सुरु गर्नु, ल अपिल गर्नुहोस् त, के भन्नुहुन्छ हेर्ने दर्शकहरूलाई? भन्नु न, अपिल गर्नु न। दर्शकहरूलाई त म अझै नै भन्दैछु कि आमाको पीडा आमालाई नै थाहा हुन्छ। तर धेरै दिदीबहिनीहरू पनि आमा बन्नुभएको होला, तर मलाई धेरै गाह्रो भइसकेको छ। तर हामीलाई साँझ बिहान खाना खान पनि मुस्किल भइसकेको छ यी बाबुको कारणले गर्दाखेरि। तर धेरै जस्तोले हामीलाई सहयोग गरिदिनुहोस्, जसरी भए पनि मेरो बाबुलाई बचाइदिनुहोस्। अनि जति सक्दो मलाई छिटो सहयोग गरिदिनु होला।
मेरो बाबुलाई बचाइदिनु भयो भने तपाईँहरू धेरै भाग्यमानी हुनुहुन्छ। तर जस्तै भए पनि मेरो बाबुलाई चाहिँ बचाइदिनु होला। हामीलाई त्यति थाहा पनि छैन टाढा टाढा हस्पिटलहरूको बारेमा। टाढा लग्यो भने कसरी गर्ने हो, तर सबैले मलाई जसरी नै सहयोग उठाएर गराइदिनुहोस्। अनि डक्टरले भन्नुभएको छ 8-9 लाख रुपियाँ लाग्छ भन्नुभएको छ। त्यति रुपियाँ कहाँबाट ल्याउने हो मलाई नि। तपाईँ चाहिँ त्यो बच्चाको बुवा कति वर्ष हुनुभयो तपाईँ? म 33 वर्ष हुनुभयो। अब आफ्नो सन्तानको अवस्था यस्तो छ, निकै दुःख तपाईँले भोगिरहनु भएको छ। हजुर यो भोग्यो धेरै र सुर्खेत लग्यो। अस्ति नै चाहिँ गएन टिममा, अरूलाई पठाएँ। अब चाहिँ भन्दै थियो यहाँ भयो भने पछि गर्छौँ उपचार, नत्र यहाँ सकिएन भने बाहिरै नै पठाउँछु भन्दै हुन्थ्यो डक्टरले भन्नुहुन्थ्यो। यार यिनीहरूले आफू गइएन त्यतिखेर, मलाई पनि घरतिर काम त्यस्तै पऱ्यो यो बच्चाहरू हेर्ने। अनि लालाबालाहरू पनि छन् घर 2-4वटा, तिनी हेर्ने, त्यसैमा समस्या परेर म गएन। अस्ति भन्दै थिएँ, तर यहाँ भएन भनेपछि म बाहिर पनि पठाउँछु, आर्थिक चाहिँ धेरै जम्मा गर्दै राख्नु भनेर भन्नुहुन्थ्यो। ऋण लागिसकेको छ तपाईँलाई होइन? मलाई ऋण लागिसकेको छ, 2 लाख तिर्नु छ। 2 लाख ऋण तिर्नु छ। घरको अवस्था कस्तो छ यहाँ? घरतिर त हेर्नु सबै किनेरै खानुपर्छ, 5-6 महिना मात्रै हुन्छ। लाला बाबु बाँदर हेर्दाखेरि हेरेपछि खाना पाइन्छ, नत्र भने बाँदर नहेर्नु हुनेपछि सबै सिद्धिदिन्छ। त्यस्तै छ स्थिति। कतैबाट सहयोग त्यस्तो केही पाउनु भएको छ यो बाबुको उपचारको लागि, बच्चाको उपचारको लागि? केही पाइएन, कतैबाट छैन। अहिले व्यक्तिगत आफ्नै तर्फबाट छ। त्यही एउटा बुढी आमा हुनुहुन्छ, उहाँले दिनुहुन्छ, साथमै छु। भत्ता दिनुहुन्छ उहाँले? भत्ता बुझेपछि त्यो पनि 4 महिनामा आएको एकचोटि 10-12 हजार रुपियाँ दिनुहुन्छ? त्यही नै दिनुहुन्छ। आफू कमाउन जान पाइएको छैन? 1 साल भइसक्यो अहिले। भनेपछि त साँझ बिहान आफ्नो चुलो बाल्न पनि तपाईँहरूलाई धौधौ छ अवस्था? अवस्था धौधौै पर्छ, बाहिर नजानु भने पनि धौधौै पर्छ। के भन्न चाहनुहुन्छ अब यो देश विदेशबाट यो हामीलाई हेरिरहनु भएका दर्शकहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ? के अपिल गर्न चाहनुहुन्छ? दाजुभाइ तथा दिदीबहिनीहरू सबले सक्दो सम्मान केही सहयोग गरिदिएपछि मेरो छोरो चाहिँ राम्रो भयो भने उहाँलाई पनि राम्रो, मलाई पनि होस् र उहाँहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। पक्कै पनि अब यो हाम्रो मिडिया मार्फत हेरिरहनुभएका दर्शकहरूले यहाँहरूको परिवारमा जुन खालको एउटा समस्या, जुन खालको पीडा परिरहेको छ, त्यो पीडालाई मलम लाउनको लागि आफ्नो सक्दो सहयोग गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। यहाँहरूले जुन खालको पीडा भोग्नु भएको छ, यो पीडा कसैले पनि भोग्न नपरोस्। दर्शकवृन्द, आजको हाम्रो यो भिडियो सामग्री यहाँहरूमाझ हामीले राखेका छौँ। अवश्य नै सेवा भावले भरिपूर्ण सहयोगी हातहरू अवश्य नै अगाडि बढाउनुहुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ र भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद।